आदरणीय दर्शकवृन्दहरू, अहिले हामी यो देउराली मावि सिद्धकुमार वडा नम्बर 2 को यो प्राङ्गणमा रहेका छौँ। देउराली माविको यो प्राङ्गणमा आज यहाँ यो खास गरी मङ्सिर महिनामा लाग्ने यो साईकुमारी मेला भइरहेको छ र मेलाको अवसरमा यहाँ विविध कार्यक्रमहरूको आयोजना यहाँको स्थानीय रत्न स्मृति युवा क्लबले गरिरहेको छ। यसै बीचमा हाम्रो सिद्धकुमार गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउने हुनुहुन्छ। अध्यक्षज्यू, हजुरलाई कार्यक्रममा स्वागत छ। यो सिद्धकुमार गाउँपालिकामा यो साईकुमारी मेला सँगसँगै यो सिद्धकुमार मेला पनि लाग्ने गर्छ। यस्ता ऐतिहासिक मेलाहरू वास्तवमा यो के कस्ता कारणले गर्दाखेरि सुरु भएको हुन सक्छ? यो यस्ता मेलाहरू धेरै पहिलेदेखि यहाँ सुरु हुँदै आएको छन्। हामी बच्चा समय पनि यी मेलाहरूमा आउँथ्यौँ। धार्मिक सांस्कृतिक परम्परा अनुसार यी मेलाहरूमा पहिला यहाँ ढुङ्गा मार खेल्ने, वारिपारि ढुङ्गा मार खेल्ने, लट्ठीहरू वर्षाउने त्यस्ता धेरै खालका हुन्थे। नाचगान पनि धेरै हुन्थे पहिला भनेपछि। धार्मिक सांस्कृतिक परम्परा अनुसार हाम्रो उमाङमा पनि एउटा ठुलो भव्य मेला लाग्छ र यहाँ पनि अहिले त्यही साईकुमारी मेला लागिरहेको छ। हजुर, यो वास्तवमा यस्ता कला संस्कृतिले एउटा गाउँपालिकाकै देशकै पनि एउटा इज्जत बढाउँछ, प्रतिष्ठा बढाउँछ। सिद्धकुमार गाउँपालिकामा हुने विशेष गरी यो सिद्ध गुफा लगायतका यहाँको कला संस्कृतिको संरक्षण गर्ने र यो विशेष कुमाक लेकको लाई अझै पर्यटकीय क्षेत्रमा विस्तार गर्नका लागि गाउँपालिकाले के योजना बनायो? यसको लागि हामीले एउटा पर्यटकीय क्षेत्रको एउटा राम्रो सम्भावना छ। त्यहाँको लागि हामीले पदमार्ग लिएर बाटो पनि सुरु गरिराखेका छौँ र त्यहाँ हाम्रो 2 नम्बर वडामा एउटा गुफा रहेको हुनाले त्यहाँ गुफाको पनि हामीले संरक्षण गरेका छौँ। त्यहाँ सजिलै अलि अप्ठ्यारो थियो, अहिले सजिलै त्यो अनुसरण गर्न लाइटको पनि व्यवस्था भएको छ र यस्ता सांस्कृतिक परम्पराहरूलाई बचाउन लागि सिद्धकुमार गाउँपालिका योजनाबद्ध अहिले अगाडि बढिरहेको छ। सिद्धकुमार गाउँपालिका वडा नम्बर 2 मा रहेको प्रसिद्ध सिद्ध गुफालाई प्रचार प्रसार गर्न सकियो भने नेपालकै एउटा पर्यटकीय गन्तव्य हुनेछ। अब यो आजको यो मेलाको अवसरमा यहाँ भलिबल प्रतियोगिता पनि भयो। भलिबल प्रतियोगिता नेपालको राष्ट्रिय खेल पनि हो। यो प्रतियोगितामा आज यो फाइनल खेलमा मनघाट कुरुचे नगरपालिकाले विजय हासिल गरेको छ। वडा नम्बर 11 ले विजेता खेलाडीहरूलाई हजुर के भन्न चाहनुहुन्छ? विजेता खेलाडीहरूलाई एकदम हार्दिक आभार व्यक्त गर्न चाहन्छु। उहाँहरूको खेल एकदम राम्रो, एकदम लोकप्रिय थियो र उहाँहरू धेरै ठाउँमा सफल हुँदै आउनु भएको छ। सम्पूर्ण खेलाडी प्रेमीहरूलाई यो राष्ट्रको लागि खेल, स्वास्थ्यको लागि खेललाई मूल्याङ्कन गर्दै उहाँहरू अझै पनि क्षेत्रमा, केन्द्रमा देशकै नमुना खेलाडी बन्न सफल हुनेछ भन्ने अपेक्षा लिएका छौँ र उहाँहरूलाई धन्यवाद ज्ञापन गर्दछु। हजुर, यो सिद्धकुमार गाउँपालिका वडा नम्बर 3 स्थित फलाटे जो हजुरको जन्मस्थान पनि हो, आफ्नै गाउँ पनि हो,
त्यहाँ चाहिँ खास गरी यो भट्टमा प्रयोग हुने पाथरहरू प्रशस्त मात्रामा पाइन्छ। विगत वर्षहरू पहिलेदेखि नै सल्यान जिल्लाका विभिन्न स्थानहरूबाट पाथर लिन खोलाटे आउने गर्थे। यस क्रममा अहिले चाहिँ त्यो पाथरको अवस्था के छ? अहिले पनि रूपमा प्रक्रिया अहिले बनाइरहनु भएको छ। त्यो अलिकति आधुनिक हिसाबले के गर्नुपर्ने थियो अहिले हामीले गर्न सकेका छैनौँ। त्यो पहिला हामी अलिक सानो छैन बेला ठुला ठुला खानीहरू थिए, खानीहरू अहिले मासिँदै गएका छन् र पहिला त्यहाँ 1000-1500मा बेच्ने भाकाहरू अहिले सामान्यतः 50-60 हजार रुपियाँमा बिकिराखेको छ। अझै पनि यो बनाउँदै हुनुहुन्छ हाम्रो गाउँघरमा, चाहिँ अझै पनि घट्ट कार्य क्रम जारी छ। विभिन्न रोल्पा, रुकुम, प्युठान, दाङसम्म जाने गर्दछन् र अझै पनि आर्थिक रूपमा बनाउँदै त्यो पेसालाई अझै आधुनिक ढङ्गले गर्न सकियो भने, व्यवस्थापन गर्न सकियो भने एउटा आय आर्जनको मुख्य स्रोत हुन सक्ने देख्नुहुन्छ। आय आर्जन भन्दा पनि एकदम अति नै राम्रो आय आर्जन छ यसबाट। यहाँका धेरै बासिन्दाहरूले भट्ट पारेर आफ्नो गुजारा चलाइराख्नु भएको छ र यसलाई अरूभन्दा पनि हामीले आधुनिक मेसिनहरू प्रयोग गरेर पानी उत्पादन गरेर जहाँसम्म हामीले अलिकति हाम्रै स्थानीय तहबाट अर्थात् मदन निकायबाट त्यो खानीहरू उत्पादन गरेर हामीले केही राहत दियो भने पनि राम्रो प्रभाव पर्छ। त्यसकारण यो सिद्धकुमा गाउँपालिकाको सबैभन्दा यो अग्लो कुमाक लेकलाई पनि यो वडामा चाहिँ रहेको हुनाले यसमा चाहिँ हाम्रो विकास निर्माण
पनि पर्यटनसँग जोड्ने संस्कृतिसँग जोड्ने भएको हुनाले पनि हामीले विशेष गाउँपालिकाले पनि त्यसलाई थप बजेट विनियोजन गरेर काम अगाडि बढाएका थियौँ भने त्यसै गरी हामीले यो सिद्धकुमार गाउँपालिकाको पर्यटन प्रवर्धन संस्कृतिसँग जोड्ने भएको हुनाले हामीले प्रदेशबाट पनि यसको लागि थप पदमार्ग निर्माण गर्ने कुरा त्यो मेला लाग्ने ठाउँ र यी यस्ता व्यवस्थापन गर्दै जाने यसका लागि पनि योजना पनि यसो पनि युवाहरूले थप हामीलाई युवाहरूको धेरै नै यहाँको साथ सहयोग चाहिन्छ। यस्तै विभिन्न युवा क्लबहरूले यहाँ पनि यस्ता खेल खेलाउनु भएको छ, अन्य वडाहरूमा पनि यस्ता खेलहरूको आयोजना भएको छ र यस्ता युवाहरूले चाहिँ अहिले आफ्नो खेललाई पनि प्रवर्धन गर्ने कुरा छ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भनिएको छ। त्यसका साथसाथै सिद्धकुमारलाई पनि एउटा खेल खेलाउनको लागि जुन एउटा उत्सुकता जनाउनु भएको छ त्यसमा चाहिँ उहाँहरूले अहिले यो सांस्कृतिक कार्यक्रममा जोड्नु साथसाथै यहाँको एउटा आय आर्जनसँग पनि जोडिएको छ। त्यसकारण यहाँको अन्य बाहिरी चिजहरू ल्याएर बिक्री वितरण गर्ने मात्र नभएर यहाँ अझै यो कृषिसँग पनि जोडेर यहाँ सिद्धकुमार गाउँमा उत्पादन भएका कृषि क्षेत्रका हरेक तरकारीको यहाँको प्रदर्शन हुन सक्छ, यहाँको फलफुलको प्रदर्शन हुन सक्छ, अन्य कुराको प्रवर्धन हुन सक्छ। त्यसकारण यहाँ सिद्धकुमारको हुनेको हाम्रो यहाँ चाहिँ घटहरू, सिरौटाहरू, जाँताहरू चाहिँ बनाइन्छ। त्यसलाई पनि नयाँ प्रवर्धन गरेर बाहिर धेरै बाहिरबाट पनि साथीहरू मेलालाई र यहाँ कुमाक मेलासँग जोडियो हुनाले पनि यहाँ आउने र आफ्नो यहाँको जुन हाम्रो पहिचान दिन सकेपछि अझै बढी युवाहरूले चाहिँ गर्नुपर्छ भन्ने कुरा राख्न चाहन्छु। र यसैले युवाहरूलाई यो प्रोत्साहन गर्नको लागि पनि हामीले विभिन्न कामहरू गरिराख्नु भएको छ। वास्तवमा यो सिद्धकुमार गाउँपालिकाको शिरमा रहेको यो कुमाक लेकबाट भन्ने गरिन्छ हाम्रो तराईको समथर भूभाग पनि त्यहाँबाट हेर्न सकिन्छ। यो एकदम पर्यटकीय स्थल हो। यसकै काखमा सिद्ध गुफा रहेको छ। यस सिद्ध गुफा र कुमाक लेकबाट नामाकरण भएको यो गाउँपालिकाले वास्तवमा यी क्षेत्रहरूको प्रवर्धनको लागि के कस्ता कार्यक्रमहरू अगाडि सारेको छ? यसमा पनि हाम्रो सिद्धकुमार बजार गाउँपालिका भएर हाम्रो गाउँपालिका स्थापना भएको र यसमा अहिले हाम्रो बजारको नामाकरण भयो। सिद्धकुमार जिल्लाको समग्र कुमाकले हुँदाहुँदै पनि सिद्ध कैलाश सिद्धले बास गरेको ठाउँ पनि हाम्रै गाउँपालिकामा भएको हुनाले हाम्रो सिद्धकुमार गाउँपालिकाको नामाकरण गरेर गाउँपालिकालाई सिद्धकुमार गाउँपालिकाले चिन्ने गरिन्छ। र यस अर्थमा कि जो हामीले गुफा छ त्यहाँ 45 मिनटभन्दा पनि बढी नै त्यहाँको गुफाभित्र चाहिँ हामी रमाउन सक्छौँ। विभिन्न दृश्यहरू छ। त्यो व्यवस्थापन गर्नको लागि पनि हामीले गत वर्षदेखि नै हामीले योजना छुट्याउने, त्यहाँको बजेट विनियोजन गरेर त्यहाँको हरेक व्यवस्थापन गराएका छौँ। त्यहीबाट त्यही गुफालाई पनि अवलोकन गर्ने, त्यहाँको महत्त्वपूर्ण दृश्यहरू पनि हेर्ने र त्यहाँबाट फेरि कुमाक लेकमा चढ्नको लागि पनि पदमार्गलाई चाहिँ त्यहाँबाट माथि जोडिने हिसाबले चाहिँ हामीले प्रदेश सरकारलाई पटक पटक विनम्र अनुरोध गर्दा गुफालाई चाहिँ हामीले जोड्न सक्यौँ भने सिद्धकुमारको धेरै पर्यटन प्रवर्धन गरेर हामीले यसलाई चाहिँ आय आर्जनमा जोड्न सक्ने चाहिँ एकदमै देखिन्छ, अवसरको रूपमा देखिएको छ। यो महत्त्वपूर्ण पनि छ। यसलाई हामीले जोड्नै पर्छ र हामीले यसका लागि सिद्धकुमारले अबका दिनमा पनि यसलाई चाहिँ पर्यटन प्रवर्धन गर्नको लागि पनि कहिले पनि हिस्सा लगानी गर्नमा Thank you.
आदरणीय दर्शकवृन्दहरू, अहिले हामी सिद्धकुमा गाउँपालिका वडा नम्बर 2 स्थित कालालेखमा रहेको देउराली माविको प्राङ्गणमा रहेका छौँ र यो मेलाको बारेमा र समग्र खेलकुदको बारेमा केही कुरा राख्नको निम्ति हामीले सिद्धकुमा गाउँपालिका वडा नम्बर 2 का वडा अध्यक्ष रुद्रबहादुर दाजुजीसँग यहाँ केही प्रतिक्रिया लिन गइरहेका छौँ। अध्यक्षज्यू, तपाईँलाई स्वागत छ कार्यक्रममा। यो जुन मेलाको के कस्ता कार्यक्रमहरू यहाँ आयोजना भइरहेको छ? यो अस्ति 15 गतेदेखि नै यहाँ रत्न स्मृति युवा क्लबले खेलकुद लगायत साई कुमारी मेलाको उपलक्ष्यमा चाहिँ वीर सांस्कृतिक कार्यक्रमको आयोजना गरिरहेको छ। त्यसमा उनीहरूले चाहिँ 15 गते चाहिँ भलिबल गेम चाहिँ उद्घाटन गर्यो। आज एउटा पर्व एउटा अवसर अहिलेसम्म चाहिँ महिला तथा पुरुष भलिबलको चाहिँ गेम क्लब सिद्धकुमा गाउँपालिका विभिन्न एक्टिभिटीहरू गर्दै आएको छ। यसमा मुख्य गरेर भलिबल गेमहरू खेलाउने कुरामा, त्यसपछि अब समाज सुधारका कार्यक्रमहरूमा र यसले चाहिँ 1 वर्ष अगाडि वर्तमान स्मृतिमा चाहिँ एउटा प्रतिष्ठालाई स्थापना गरेको छ। त्यस कारणले यो क्लबले चाहिँ विभिन्न खालका चाहिँ गतिविधिहरू एक्टिभिटीहरू चाहिँ निरन्तर अगाडि बढाउँदै आएको छ। सायद अबमा वडा अध्यक्ष तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट चाहिँ यसलाई निरन्तर रत्न स्मृति युवा क्लबले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको रहेछ। मुख्य गरी खेलकुद कार्यक्रमहरू यहाँ गरेको देखियो। अब यो सिद्धकुमा गाउँपालिका वडा नम्बर 2 को हजुर वडा अध्यक्ष भएको हैसियतले वडा नम्बर 2 ले खेलकुद विकासमा के कस्ता कार्यक्रमहरू अगाडि सारेको छ? यो मैले अगाडि पनि भने विगतदेखि यो क्लबले खेलकुदका कार्यक्रम नै अगाडि बढाइराखेको छ। यो क्लब मात्रै नभएर सिद्धकुमा गाउँपालिकाका मुख्य गरेर 2 र 3 नम्बर वडाका युवा क्लबहरू यो खेलकुदका कार्यक्रम अगाडि बढाउने क्रममा र विभिन्न सांस्कृतिक कार्यक्रम अगाडि बढाउने क्रममा यो 2 र 3 नम्बर वडाका युवा क्लबहरू नै सक्रिय रूपमा चाहिँ लाग्दै आएका छन्, सक्रिय रूपमा चाहिँ उनीहरूले कार्यक्रम गर्दै आएका छन्। त्यसो भएको हुनाले म एउटा गाउँ कार्यपालिकाको सामाजिक विकास समिति संयोजक भएको नाताले सामाजिक विकास समिति अन्तर्गत शिक्षा स्वास्थ्य खेलकुद हेर्ने एउटा विषयगत समिति संयोजक पनि हो। त्यसो भएको हुनाले अहिले खेलकुदमा यो कोरोनाको कारणले गर्दा कोभिड-19 को कारणले गर्दा 2 वर्षमा हामीले खेलकुदका कार्यक्रमहरू कुनै पनि रूपमा चाहिँ अगाडि बढाउन सकेनौँ। अहिले चाहिँ कोरोनाको महामारी बिस्तारै हट्दै गइसकेपछि खेलकुदका कार्यक्रमहरू पालिका तर्फबाट वडाको तर्फबाट बढाउँदै आएका छौँ र त्यो सँगसँगै चाहिँ यी युवा क्लबले अगाडि बढाउँदै जाने क्रममा मैले 2 नम्बर वडाको तर्फबाट चाहिँ प्रत्येक वर्ष खेलकुद क्लबलाई खेलाडी व्यवस्थापन र खेलकुद सामग्री खरिद गर्नको निम्ति प्रत्येक वर्ष चाहिँ 50,000 नगद बजेट चाहिँ विनियोजन गर्दै आएको छ। त्यही बजेटले चाहिँ अब यहाँका युवा क्लबहरूलाई वडाबाट बाहिर खेल्न जाने खेलाडी भाइ बहिनीहरूलाई चाहिँ यसले अलिकति सहयोग र चाहिँ सपोर्ट पुर्याउँदै आएको छ र आगामी दिनमा पनि जसरी हाम्रो कार्यकाल अन्तिम चरणमा चाहिँ आइपुगेको छ र अर्को यदि बाहिर अर्को कार्यकालमा चाहिँ फेरि निर्वाचित भएर एउटा प्रतिनिधिको रूपमा एउटा वडा अध्यक्षको रूपमा या जुनसुकै प्रतिनिधिको रूपमा चाहिँ आयो भने खेलकुद लगायतका अन्य विभिन्न खालका चाहिँ कार्यक्रमहरूलाई अगाडि बढाउने कुरामा मैले व्यक्तिगत रूपमा र संस्थागत रूपमा चाहिँ पूर्ण रूपमा चाहिँ सहयोग र सपोर्ट गर्ने छु भन्ने कुरा मैले राख्न चाहन्छु।
पक्कै पनि भलिबल हाम्रो राष्ट्रिय खेल हो। यो राष्ट्रिय खेल देशैभरि खेलिन्छ र सिद्धकुमार गाउँपालिकाबाट पनि भलिबलका उत्कृष्ट खेलाडीहरू उत्पादन गरेर राष्ट्रिय स्तरमै खेल्न सक्ने खेलाडी उत्पादन गरेर खेलकुदको विकास गर्न गाउँपालिकाले पक्कै पनि ध्यान दिनैपर्छ, ध्यान दिनेछ। र यस्तो यो गाउँपालिकामा पनि यो यहाँका खेलाडीहरूको सर्वाङ्गीण विकासको लागि चाहिँ हजुर के सुझाव दिन चाहनुहुन्छ? मुख्य गरेर खास अहिले ग्रामीण स्तरका धेरै चाहिँ टोल बस्तीहरूमा मुख्य गरी खेलिने खेल भनेको भलिबल खेल्नै हो। यस कारणले पनि केही वर्ष अगाडि भलिबललाई एउटा राष्ट्रको रूपमा, एउटा नेसनल गेमको रूपमा चाहिँ अगाडि सारिएको छ, एउटा राष्ट्रिय खेलको रूपमा चाहिँ यसलाई स्थापित गरिएको छ। तसर्थ त्योभन्दा पछाडि आउँदै गर्दाखेरि यहाँसम्म आउँदै गर्दाखेरि चाहिँ यहाँका विभिन्न क्लबले खेलाउने गेमहरू, विभिन्न चाहिँ अब संस्थाले खेलाउने गेमहरूमा भलिबल अन्य गेमभन्दा, अन्य खेलभन्दा भलिबललाई नै मुख्य फोकस गरेका छन्। त्यस कारणले अहिले मैले खास के देख्ने गरेको छु भने खेललाई अगाडि सर्वाङ्गीण रूपमा चाहिँ अगाडि विकास गर्ने, बढाउने भन्दा पनि एउटा इन्जोयको रूपमा खेलाडीले चाहिँ खेलिरहेका छन्। एउटा इन्जोयको रूपमा मात्रै नभएर एउटा खेलकुद एउटा आफ्नो व्यक्तिगत विकासको लागि, एउटा राष्ट्रको एउटा सर्वाङ्गीण विकासको लागि, एउटा संस्थाको विकासको लागि चाहिँ अगाडि बढाउनु पर्ने हो। तर पनि खास मैले देख्ने गरेको छु भने अलिक बढी मात्रामा चाहिँ यसलाई खेललाई रमाइलोको रूपमा, खेललाई इन्जोयको रूपमा चाहिँ खेलाडीहरूले चाहिँ लिएका छन्। त्यसो भएको हुनाले हाम्रो गाउँपालिकाले पनि खेलकुद विकास समिति जब हामी निर्वाचित भयौँ, निर्वाचित भएको फर्स्ट कार्यक्रममा नै गाउँपालिकाले एउटा खेलकुद विकास समिति चाहिँ गठन गरेको छ। यो खेलकुद विकास समितिले मुख्य गरेर यहाँ भएका विभिन्न क्लबहरूलाई चाहिँ खेलकुद खेलाउनको निम्ति, खेलकुदलाई प्रेरणा दिनको निम्ति चाहिँ उसले बढी अरू गेमभन्दा पनि भलिबललाई नै बढी फोकसका साथ खेलकुद विकास समितिले वाच गरेको छ। र खेलकुद विकास समितिमा रहेका साथीहरूले भलिबल अन्य खेललाई पनि अगाडि बढाउनको निम्ति, अगाडि विकास उन्मुख चाहिँ अगाडि गर्नको निम्ति चाहिँ खेलकुद विकास समितिको, त्यसपछि गाउँपालिका जनप्रतिनिधिको, गाउँपालिका अध्यक्ष, त्यसपछि स्वयं यस विषयगत समिति, सामाजिक विकास समितिको तर्फबाट हामीले पालिकाको तर्फ, समग्र चाहिँ पालिकाको तर्फबाट यसलाई चाहिँ अगाडि बढाउँदै आएका छौँ। धन्यवाद। अन्तर बढाइरहेको छ। बनगाडको 15, छत्तीसगढको 8। बनगाडको टिमले फेरि पनि अन्तर बढाउने क्रममै छ। 1 अङ्क थपेर बनगाडले 16 बनाएको छ भने छत्तीसगढी दमाचौरको 8 अङ्कको अन्तर। यति बेला बनगाडको टिमले क्रमशः अङ्क बढाउने क्रममा बनगाडको 17, छत्तीसगढको 8। बनगाड अङ्क अन्तर बढाउने क्रममै छ। फेरि पनि 1 अङ्क औँसीको दिनमा लाग्ने यो मेलाको अवसरमा आयोजित 18, बनगाड कुबेरी नगरपालिका वडा नम्बर 11 र छत्तीसगढी गाउँपालिका वडा नम्बर 1 बीचको फाइनल खेल अहिले भइरहेको छ। लगातार अङ्क अन्तर बढाउने क्रममा छ बनगाडको टिम। बनगाडले फेरि पनि 1 अङ्क थपेर 19 बनाएको छ भने छत्तीसगढी गाउँपालिका दमाचौरको 8। बनगाडको टिम क्रमशः अङ्क अन्तर बढाउने क्रममा छ। फेरि पनि 1 अङ्क थप्न सफल बनगाडको 20, छत्तीसगढी गाउँपालिका वडा नम्बर 1 दमाचौरको 8। लगातार अङ्क अन्तर बढाइरहेको छ बनगाडले। बनगाड कुबेरी नगरपालिका वडा नम्बर 11 र छत्तीसगढी गाउँपालिका वडा नम्बर 1 दमाचौर बीच भएको यो खेलमा अहिले बनगाड कुबेरी नगरपालिकाले अग्रता लिइरहेको छ। छत्तीसगढीको 8। बनगाडको टिम क्रमशः अङ्क
बढाउने क्रममा नै छ। बनगाडले 1 अङ्क थपेर अङ्क 22 बनाएको छ भने छत्तीसगढको 8 फेरि पनि बनगाड अन्तर बढाउने क्रममा छ। स्मृति युवा क्लबले आयोजित गरेको यो भलिबल प्रतियोगिताको अन्तिम खेल हो। यही खेलले नै यो प्रतियोगिताको विजेता निश्चित गर्नेछ। रोमाञ्चक भइरहेको छ। यति बेला टिम बनगाडले लगातार आफ्नो गोल्डामा नम्बर प्राप्त गरिरहेको छ। यति बेला बनगाडले 1 अङ्क थपेर 24 बनाएको छ भने छत्तीसगढको 8 एकदमै राम्रो प्रयास थियो तर बल कट्न सकेन। यसको फाइदा हुन जान्छ टिम छत्तीसगढीलाई। टिम छत्तीसगढीले 1 मेलाको अङ्क अवसरमा थपेर 9 रोटेट बनाएको छ पनि देख्न भने सकिन्छ। बनगाडको 24 यानि कि लास्ट। यति बेला बनगाडले 1 अङ्क थपेर यो ग्याप जितेको छ। दोस्रो सेटको बनगाड कुमिटे नगरपालिका वार्ड नम्बर 11 ले यो पहिलो खेल जितेको छ। जितेको छ। पहिलो सेटको खेलमा छत्तीसगढी गाउँपालिका 1 जमातौले जितेको थियो। अब दोस्रो सेटको खेल हुँदैछ र कुन टिमले जित हात पार्छ। खेलाडी मित्रहरू पनि एकदमै जोस र जाँगरका साथ खेलिराख्नु भएको छ। र यो मङ्सिरको कृष्ण पक्षको यो औँसीको दिनमा लाग्ने जुन यो मेलाको अवसरमा आयोजित यो विभिन्न खेलकुद कार्यक्रमहरू यहाँ भइरहेको छ। र यसै बिचमा यो मेलाको बारेमा जानकारी दिनको लागि हाम्रो यो सिद्धकुमार गाउँपालिका वडा नम्बर 2 का एक अग्र समाजसेवी, सल्यान जिल्लाका एक अग्र समाजसेवी तथा साबिक सिद्धेश्वरी गाविसका पूर्व अध्यक्ष जितबहादुर चलाउने हाम्रो सामु हुनुहुन्छ। हजुरलाई यो मेलाको बारेमा केही जानकारी छ कि बताइदिनुहुन्छ? मेला विशेष गरी मलाई ठ्याक्कै थाहा नभए तापनि हाम्रो अग्रजहरू हाम्रो पुर्खाहरूको भनाइअनुसार यहाँ चाहिँ पहिले एउटा पश्चिमतिरको भागमा चाहिँ एउटा ठुलो पानी निस्क्यो जसलाई स्वैकारी भन्ने शब्दले हाम्रो स्थानीय भाषामा स्वैकारी भनिन्छ। त्यसकारण त्यो स्वैकारीलाई त्यहाँ नुहाएपछि आफूले सोचेको र आफूलाई लागेका कुराहरू त्यहाँ चाहिँ वरदान स्वरूप पाइन्छ भन्ने एउटा उक्तिका साथ हिजो पहिलेदेखि नै यो स्वैकारी भन्ने राति लाग्ने मेला सुरुवात भएर रहेछ। अहिले चाहिँ हामी दिउँसो चाहिँ मेलामा आउँछौँ भने यति बेलाको औँसीको रातमा चाहिँ राति चाहिँ मेला लाग्थ्यो। हामीले सुनेको मात्रै हो, राति चाहिँ मेला लाग्ने र बिहान चाहिँ घर जाने, बिहानसम्म घर जाने मेलाहरू जानेर एउटा भक्तजनहरू पनि त्यहाँको पानी चाहिँ नुहाएर त्यो पानी हेर्न आउने र त्यो पानी सिन्चिएपछि हामीले आत्माले सोचेको पुरा हुन्छ भन्ने एउटा पुर्ख्यौली मान्यता अनुसार चाहिँ यो मेलाको सुरुवात भएको मैले बुझेको छु। मैले अरू पुर्खाहरूसँग पनि यसरी चाहिँ छलफल गर्दा अहिले त त्यति छलफल हुँदैन, पहिलेका कुराहरूमा छलफल गर्दै जाँदा चाहिँ यो चाहिँ त्यही स्वैकुमारी भन्ने आज जो साईकुमारी भन्ने जसरी आएको छ स्थानीय भाषामा चाहिँ स्वैकारी भन्ने के हो भन्दाखेरि पानी नपर्ने समयमा अक्सर पानी नपर्ने समयको बेला चाहिँ पानीका मुहानहरू निस्किएको हुनाले चाहिँ यसलाई चाहिँ भनेपछि यसको धार्मिक तथा ऐतिहासिक महत्त्व रहेछ। भनेपछि यो मेला परापूर्व कालदेखि सुरु भएको भन्ने विश्वास छ। परापूर्व कालदेखि परापूर्व कालै भनौँ, हामीले थाहा पाउनुभन्दा हाम्रो ढुङ्गाले थाहा पाउनुभन्दा अगाडिको पिरियड हो जसले पानी निस्कियो। त्यो अहिले पानी नभए तापनि त्यो पानी निस्किएको कारणले त्यसलाई स्वयकुमारी भन्ने र अनि यो चाहिँ धार्मिक स्थल यो सिद्धकुमार नजिक भएको नाताले पनि यसको प्रभावमा यसलाई चाहिँ सेरोफेरोमा यहाँ चाहिँ धर्मकर्म पाइने ठाउँको रूपमा यसलाई चाहिँ धार्मिक स्थलको रूपमा लिइन्छ। वास्तवमा सिद्धकुमार गाउँपालिका आफैमा एउटा यो कुमाक लेकको फेदीमा रहेको एउटा सुन्दर गाउँपालिका हो। यहाँ यो गाउँपालिकामा थुप्रै धार्मिक स्थलहरू रहेका छन्, एउटा ऐतिहासिक स्थलहरू रहेका छन्। यो पनि एउटा मङ्सिरको यो औँसीको दिनमा लाग्ने यो मेलाको अझै महत्त्व छ। यसलाई अझै प्रचार प्रसार गर्न सक्यो भने यो मेलामा विभिन्न खालका खेलकुद प्रतियोगिताहरू, मनोरञ्जनात्मक क्रियाकलापहरू हुने र
मानिसहरू एउटा जमघट भएर यसको ऐतिहासिक पक्षलाई अझै उजागर गर्नेतर्फ सबैको ध्यान जान जरुरी छ। यसको प्रचार हुन जरुरी छ। यति बेला आयोजक टिमले एक अङ्क थपेर अङ्क 4 बनाएको छ भने रेउले भाइ डिजे सेन्टरको 5 रहेको छ। मात्र एक अङ्कको अन्तर छ। हेरौँ यो अङ्क अन्तरलाई रेउले भाइ डिजे सेन्टरले बनाउँछ या आयोजक टिमले बराबरी बनाउँछ। रेलवे भाइ डिजे सेन्टर अङ्क बढाएको छ। रेलवे भाइ डिजे सेन्टरको 6 भने आयोजकको 4 6-4। कृपया दिलबहादुर बोहरालाई चाहिँ सिद्धकुमार गाउँपालिका वडा नम्बर 2 स्थित यो काला लेखमा आयोजित यो साईकुमारी मेलामा विविध किसिमका कार्यक्रमहरू यहाँ भइरहेका छन्। यसै बीचमा हाम्रो सिद्धकुमार गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष श्री शालिग्राम बुढाथोकी यहाँ आउनुभएको छ। उहाँलाई यो मेलाको बारेमा केही जानकारी दिनुहुन्छ कि भनेर। हजुर यो कार्यक्रममा सहभागी हुन आउनुभएको रहेछ, यो कस्तो लाग्यो हजुरलाई आजका कार्यक्रमहरू मेलाको दृश्य? निवास सरलाई पहिले जस्तै हामीहरू यो यसको नाम त पुरा पहिला साईकुमारी मेला भनेर भनिन्थ्यो। धेरै पहिला हामीहरू मेलामा आउँदा यहाँ दुवै पक्षले ओभाल्नु पाल्नु पक्षले यो समयमा ढुङ्गा हालेर ढुङ्गे मार गरिन्थ्यो। यति बाटेर ल्याउने तल के अरे पारीबाट ढुङ्गा हाल्ने चलन थियो। र अहिले त्यो परिवर्तन भएर यो जुन के अरे रत्नश्री क्लबले एउटा नयाँ फन्डबाट एउटा नयाँ जोरजाँगरका साथ मेलालाई परिमार्जित गरेर फरक ढङ्गले मेला लगाउनुपर्छ भन्ने सोचका साथ आएर यहाँ विभिन्न किसिमका कार्यक्रमहरू आयोजन भलिबल कार्यक्रम सल्यान जिल्ला 16 वटा स्तरीय भलिबल कार्यक्रम गरेर महिला पुरुष अन्य सभ्यताकारी कार्यक्रम जुटाएको छ। र यस सन्दर्भमा मलाई लाग्छ यो उहाँको साईकुमारी मेला र अहिलेको साईकुमारी मेलामा आउँदै गर्दा अहिलेको जस्तो उपस्थिति साईकुमारी भएको धेरै अहिलेको उपस्थिति धेरै भएको मलाई महसुस लागेको छ। हवस्, धन्यवाद। आदरणीय दर्शकवृन्दहरू, आज हामी सल्यान जिल्लाको सिद्धकुमार गाउँपालिका वडा नम्बर 2 स्थित यो देउराली माविको प्राङ्गणमा छौँ। यहाँ आज मङ्सिरको यो औँसीको दिनलाई अवसर पारेर हरेक वर्ष मेला लाग्ने गर्छ। र यही मेलाको अवसरमा यही सिद्धकुमार गाउँपालिका 2 स्थित रत्न स्मृति युवा क्लबले यहाँ भलिबल प्रतियोगिताको आयोजना गरेको छ। यसै बिचमा हाम्रो यस रत्न स्मृति युवा क्लबका अध्यक्ष हामीसँग हुनुहुन्छ। आफ्नो परिचयसहित यो खेलकुद प्रतियोगिता कहिलेदेखि सुरु गर्नुभयो यो बारेमा बताइदिनुहोस्। सम्पूर्ण दर्शक महानुभावहरूमा मेरो नाम आनन्द बोहरा, म यस रत्न मङ्सिर 15 गतेदेखि सुरु गरेर आज सघाउने यो मेला परम्परागत रूपमा लाग्दै आइरहेको छ। यसै मेलाको अवसर पारेर हामीले साईकुमारी खेलकुद तथा सांस्कृतिक कार्यक्रम भनेर नामाकरण गरेका छौँ। यो पहिलो प्रथम ऐतिहासिक भन्नुपर्छ यसलाई। हामीले यसबाट सही व्यवस्थापन पनि गरौँ कि भनेर यो मेलाको अवसरमा आयोजना गरिएको यो भलिबल प्रतियोगिताको फाइनल खेल हुन गइरहेको रहेछ। कस्तो यसमा यो फाइनल खेल यो फाइनल अहिले नगरपालिका वडा नम्बर 11 र छत्तीसगढ गाउँपालिकाको समाचोर बिचमा हुन गइरहेको छ। यसपछि यो हरेक वर्ष यस्तो कार्यक्रमहरू गर्नुहुन्छ कि के छ आगामी वर्षहरू योजना क्लबले के गर्दैछ? भनौँ न हामीले यो वर्ष अलिकति मेलालाई व्यवस्थापन गर्दै गरेर प्रथम ऐतिहासिक भनौँ प्रथम साईकुमारी खेलकुद तथा सांस्कृतिक महोत्सव बनायो। यसबाट हाम्रो लक्ष्य उद्देश्य के छ भन्दाखेरि आउँदो वर्षमा पनि गर्दै जाने कि भन्ने यो
रत्नश्री स्मृति युवा क्लबले जुन खेलकुद प्रतियोगिताहरू आयोजना गरेको छ सिद्धकुमा गाउँपालिकाले पनि केही आर्थिक सहयोग गरेको छ भन्ने सुनिएको छ। के छ गाउँपालिकाको सहयोग छ यसमा? गाउँपालिकाको सहयोग छ भनौँ न, सबै आर्थिक हिसाबले भौतिक हिसाबले सबै हिसाबले सिद्धकुमा गाउँपालिकाले सहयोग गरिरहेको छ। हस्, धन्यवाद। आदरणीय दर्शकवृन्दहरू, यो सिद्धकुमा गाउँपालिका वडा नम्बर 2 स्थित कालालेकमा आयोजित मेलामा यहाँको स्थानीय रत्न स्मृति युवा क्लबले भलिबल प्रतियोगिताको आयोजना गरेको छ र यो भलिबल प्रतियोगिताको फाइनल खेल अहिले भइरहेको छ। यो फाइनल खेल वनगाड नगरपालिका वडा नम्बर 11 र छत्तीसगढी गाउँपालिका वडा नम्बर 1 माचौरबीच भइरहेको छ। खेल निकै प्रतिस्पर्धात्मक ढङ्गले भइरहेको छ। यो फाइनल खेल हो। यो रत्न स्मृति युवा क्लबले यस वर्ष भलिबल प्रतियोगिताको आयोजना गरेको छ। सँगसँगै यो मेलामा अन्य नाचगान लगायतका कार्यक्रम पनि रहेका छन्। दर्शकवृन्दहरू, भलिबल भन्ने बित्तिकै नेपालको राष्ट्रिय खेल हो। नेपाल सरकारले यसलाई राष्ट्रिय खेलको मान्यता दिएको छ। नेपालभरि नै यो भलिबल प्रतियोगिताहरू हुने गर्छ। नेपालले भलिबल प्रतियोगितामा क्रिकेट जस्तै राम्रै आफ्नो दक्षता हासिल गरेको छ र नेपालमा भलिबल खेलाडीहरू मुख्य गरी तराई क्षेत्रभन्दा पहाडी क्षेत्रमा बढी चाहिँ उत्पादन हुने गरेको छ। र सल्यान जिल्ला पनि यहाँका सबै प्राय स्कुलहरू प्राय ठाउँहरूमा चाहिँ भलिबल खेल खेल्ने गरिन्छ र यो भलिबल खेललाई अत्यन्त रुचिकर खेलको रूपमा पनि यहाँका युवाहरू लिने गरेका छन्। र सिद्धकुमा गाउँपालिकाले पनि भलिबल खेल प्रवर्धनको लागि विभिन्न खालका क्लबहरूलाई यस्ता खेलहरू आयोजना गर्न प्रोत्साहित गरिरहेको छ। र यो रत्न स्मृति युवा क्लबलाई विशेष धन्यवाद दिनुपर्छ, जसले यो मेलाको अवसरमा यो खेलकुदलाई पनि जोडेर एउटा मनोरञ्जनको साथसाथै खेलकुदको विकासमा पनि महत्त्वपूर्ण योगदान दिएको छ। दुनिया के एक अंक से 5 बनाएको छ भने जमातो 4।